हेलो 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 नमस्ते। आज चाहिँ म धेरै बात अवलोकनमा आएको छु। मेरो चाहिँ मकै यस्तो हुँदैछ, तपाईँहरूको कस्तो हुँदैछ हेर्नुहोस् है, देखाउनुहोस् है तपाईँहरूको पनि। यसमा चाहिँ मकै के होला जस्तो छ। अनि तपाईँको सूर्यफुल जताततै सूर्यफुल छ, भित्र फर्सीहरू पनि भएको छ। यस्तो छ मेरो चाहिँ, हेर्नु न, यसरी लगाएको छु। मकैहरू हेर्नु न, मकैहरू भएको छ। यसमा मकै केही होला जस्तो छ। हेर्नुहोस् त, गऱ्यो भने के हुँदैन है। ल, यसमा त दुईवटा घोगा लगाएको छ, हेर्नु नि। हेर्नुहोस् त, अब एक हप्ता जस्तोमा त हुने रहेछ। बाहिरमा चाहिँ यस्तो देखिन्छ मेरो अलग, हेर्नु न, शिविर यस्तो हुँदैछ। तपाईँकोमा जाँदैछु। हेर्नुहोस्, यो त कत्रो सूर्यफुल त, हेर्नु न। यो त प्लेट जत्रो छ त, हेर्नु त। प्लेट जस्तो क्या, कति ठुलो। यो हेर्नु न, फुल्दैछ, कोही पाक्दैछ है। यो सिबिल चाहिँ अलिकति फसायो क्या, दुःख कुरा। अस्ति कन्टिन्यू 3 दिन 4 दिनको हावाले चाहिँ यस्तो बनायो कि मेरो सिबिल। हेर्नु, त्यति फलेको छैन। हेर्नुहोस् है, मकै पाक्दैछ। यो चाहिँ सबैभन्दा अगौटे मकै हो, अब खाने बेला हुन्छ। सिबी यताभित्र छ। टमाटरभित्र हुँदैछ, यस्तिको हुँदैछ टमाटर। हेर्नुहोस् न, ठिकै फलेको छ। अनि यो साल काँक्राले चाहिँ एकदम धोका दियो कि, काँक्रै फलेन कि। हेर्नु न, यस्तो भएको छ। के गर्नु है, वेदरले साथ नदिएको भन्नु कि के भएको भन्नु। म चाहिँ एकदमै, मलाई फुल मनपर्छ। त्यही भएर यो सूर्यफुल पनि मेरो फेभरेट हो कि। हेर्नु न, सनफ्लावर पनि हेर्नु त, कति ठुलो छ यो त। बाबा, कति ठुलो के यो त, हेर्नु न है। यस्तो भएको छ। मकै चाहिँ राम्रो भएको छ यो साल है। यस्तो भएको छ, थाहा छु। यो पनि अगौटे सिबी हो, हेर्नु न, बोडी हुँदैछ। यता फुलहरू फुलिरहेछ है। हेर्नुहोस् है, यस्तो छ हो मेरो अलर्टमा। काँक्राले धोका दिने यो फर्सी के खालको फर्सी, आँक्लै पछि फलिएको छ कि, पाकेको होला। यस्तो भएको छ। काँक्रा त हेर्नु न, तपाईँहरू कस्तो छ हौ। काँक्रा मेरो त यसपालि भएन। अचम्मको कुरा चाहिँ, लौका चाहिँ हेर्नु न, भुइँमै फलेको छ कि। 2टा लौका चाहिँ यस्तो भुइँमै फलेको छ। अब यो खाने बेला भयो होला। आज चाहिँ यसको बन्दोबस्त गर्नु पर्ला है। अनि एउटा फर्सी फलेछ है। फर्सी त कति धेरै फलेको छ कि। यस्तो छ, जताततै मेरो चाहिँ सनफ्लावर छ कि। हेर्नु नि, कस्तो मनपर्छ कि मलाई। यो पालि चाहिँ मकै धेरै छ, हेर्नुहोस् न। यस्तो छ है मेरो अलर्टमेन्ट चाहिँ, हेर्नुहोस् नि। यस्तो छ, रात पर्न लागेको अवस्था। कस्तो राम्रो सिन देखेको, सिनेरी। रात पनि पऱ्यो, लाग्नुपर्छ। हेर्नु न, सिमी चाहिँ बोडीहरू चाहिँ छ है यो साल, केही होला जस्तो छ। मकै नै मकै छ, हेर्नु न। यस्तो मकै गाडी नेपालको याद आउँछ मलाई त। हेर्नु न, यस्तो आएर ड्युटीबाट आएपछि मलाई यसरी अलर्टमेन्टमा आउनु मनपर्छ। अनि यसरी एकछिन हराउनु मनपर्छ। हेर्नुहोस् त, यस्तो छ। ल, तपाईँहरूको पनि देखाउनुहोस् ल। मेरो चाहिँ यस्तो छ, हेर्नु न। सनफ्लावर छ, यस्तो छ।